आफ्नो प्राथमिकता रहेको दाबी सरकारले गर्ने गरेको छ। तर प्रधानमन्त्री नै सहभागी भएको कार्यक्रममा समेत सुशासनको धज्जी उडाइन्छ। आज सिराहामा नेकपा एमाले जिल्ला अधिवेशन आयोजना गर्यो, जसमा प्रधानमन्त्रीको पनि सहभागिता रहेको थियो। अधिवेशनमा उपस्थित रहेका कार्यकर्ताहरूका लागि जिल्लाबाट या भनौँ स्थानीय तहबाट इन्धनको व्यवस्थापन गरिएको थियो। यति मात्र कहाँ हो र, अधिवेशनमा बालबालिकाको प्रयोग गरेको पाइयो भने सरकारी गाडीको पनि चरम दुरुपयोग गरेको पाइयो। यी सब सुशासन हो वा कुशासन? प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सुशासनको कुरा गरेर थाक्नुहुन्न। आजै मध्य प्रदेश सभालाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले सुशासनको धेरै कुरा गर्नुभयो। तर आजै सिराहा सदरमुकाममा उहाँ सहभागी एमालेको जिल्ला अधिवेशनमा विभिन्न ठाउँबाट कार्यकर्ता उतार्न एमाले नेतृत्व गरेका जिल्लाका स्थानीय तहहरूबाट सरकारी ढुकुटी रित्याएर इन्धन वितरण गरियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुशासनको कुरा गरेर थाक्नुहुन्न। तर आज सिराहा सदरमुकाममा उहाँ सहभागी नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता उतार्नका लागि जिल्लाको एमाले नेतृत्वको पालिकाहरूले सरकारी रकमबाट कार्यकर्ताहरूलाई डिजल पेट्रोल वितरण गरेको छ, जबकि विशुद्ध रूपमा यो पार्टीको कार्यक्रम हो। फुल वितरण बाइकलाई हामी 200 रुपियाँको तेल हाल्ने गरेका छौँ, जाने आउने मात्रै। चार पाङ्ग्रेलाई 4 पाङ्ग्रे ट्र्याक्टरलाई 10 लिटर, हजुर, अनि बसलाई 15 लिटर। यसमा सहयोगको रूपमा ट्र्याक्टरहरू जो हाम्रो पार्टीको आबद्ध कार्यकर्ताहरूको गाडी छ, उहाँहरूको गाडी सहयोगको रूपमा मागेको छु, मात्रै फ्युल दिने व्यवस्था गरेको छु, भाडामा छैन। सिराहामा जम्मा 17वटा स्थानीय तह छन्, जसमध्ये गोलबजार, सिराहा, धनगढीमाई, कर्जनहा, कल्याणपुर र सुखीपुर नगरपालिका तथा नराहा, विष्णुपुर र भगवानपुर गाउँपालिका गरी 9वटा स्थानीय तह एमाले जितेको छ। ती सबै स्थानीय तहहरूले आज यसै गरी डिजल र पेट्रोल वितरण गर्दै सरकारी स्रोतको चरम दुरुपयोग गरेको छ। जुन रूपमा पर्ने माग सहित सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी 7 दिनदेखि सडकमा छन्। सरकारमाथि अझै दबाव बढाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालमा उत्रिएका उनीहरूले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। सरकारले पटक पटक आह्वान गरे पनि वार्तामा बस्न अस्वीकार गरेका उनीहरूले ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान लिएका छन्। शिक्षकका हडतालले विद्यालयको शैक्षिक कार्यक्रमले प्रभावित हुन थालेपछि उनीहरूका माग तत्काल सम्बोधन गर्न सत्तारूढ तथा प्रतिपक्षी दलहरूले सरकारलाई दबाब दिन थालेका छन्। देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू 7 दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। सरकारले शिक्षकहरूलाई वार्तामा आउन पटक पटक आह्वान गरिरहेको छ भने शिक्षकहरू भने सरकार आफ्ना मागप्रति गम्भीर नबनेको आरोप लगाउँदै वार्तामा बस्न अस्वीकार गरिरहेका छन्। आन्दोलन लम्बिँदै गएपछि सत्तारूढ दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन थालेका छन्। यस बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर सङ्कलनको काम थालेको छ। महानगरले जरिवाना गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै राप्रपाका नेता कार्यकर्ताहरू आफै जुटेर फोहोर सङ्कलन गरेका हुन्। कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए। काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, एकजना पत्र काट्न तयार भएर बसेको छ, त्यो पत्र आउँछ, पानीको बोतल तपाईँले बोक्नु भएको भए पनि तपाईँको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ। केही बेरमा सम्बोधन गर्नुभएका अध्यक्ष लिङ्गदेनले मेयर बालिनको नाम लिँदै आफै सफा गर्ने बताउनु भएको थियो। बालिनजीलाई धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्दै उहाँले भन्नुभएको थियो, हाम्रा साथीहरूलाई आफै सफा गरेर जान आग्रह गर्छु। यस्तै प्रधान विश्वको वायु प्रदूषित शहरको सूचीमा 1 नम्बरमा पर्यो। आज मात्र होइन, पछिल्लो 2 सातादेखि काठमाडौँ विश्वकै प्रदूषित वायु भएको शहरको सूचीमा अग्रस्थानमा रहँदै आएको छ। तर सरकारले समस्या समाधान गर्न तदारुकता देखाएको छैन। अलमलमा परेर सामान्य छलफलमै रमाइरहेको सरकारले आफ्नो भूमिका भने बिर्सिएको छ। संघीय राजधानी काठमाडौँ मंगलबार विश्वकै प्रदूषित शहरको सूचीमा 1 नम्बरमा पर्यो। तपाईलाई यो नौलो नलाग्न सक्छ, किनभने झन्डै 2 सातादेखि अवस्था यस्तै छ। बेला बेला काठमाडौँको वायु गुणस्तर सूचकाङ्क 350 भन्दा माथिसम्म पुग्ने गर्छ, जुन खतरनाक मानिन्छ।
प्रदूषणकै कारण आँखा पोल्ने, छाला चिलाउने, टाउको दुख्ने समस्या धेरैमा देखिएको छ। अब आँखा पोल्ने, नाक पोल्ने, आँखा चिलाउने धेरै असर भइरहेछ यो प्रदूषण बढेर। टाउको दुख्ने भइरहेको छ सर। आँखा पिरो हुने होइन, घाँटी खसखस गर्ने, टाउको दुख्ने र बेलुका भएपछि अलिक ज्वरो आउने जस्तो पनि हुन्छ। बाहिर निस्कनु त एकदम गाह्रै छ होइन, बिहान बेलुका झनै अप्ठ्यारो, दिउँसो अलिकति कम हो कि जस्तो लाग्ने हो, तर एकदम समस्या चाहिँ छ। लगातार वायु प्रदूषण उच्च रहेको र नागरिकले शास्ति भोग्नु परेको अवस्थामा सरकारले कुनै कदम चालिसक्नुपर्ने हो, तर सरकार चुकेको छ। चैत 21 गते कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वन तथा वातावरण, उद्योग, शहरी विकास लगायतका मन्त्रालयका प्रतिनिधि, सरकारवाला तथा विज्ञहरूसँग छलफल गर्नुभयो। वायु प्रदूषण न्यूनीकरण गर्न आपतकालीनदेखि दीर्घकालीन उपाय औल्याइयो र त्यही अनुसार निर्णय पनि भयो। केही समयका लागि उद्योग र विद्यालय बन्द गर्ने, शहरी साधन सञ्चालनमा जोर बेजोर प्रणाली लागू गर्ने, डढेलो नियन्त्रण गर्न सबै जिम्मेवार निकायका संयन्त्रलाई प्रभावकारी परिचालन गर्ने लगायत 9 बुँदे निर्णय भयो, तर कार्यान्वयनको पाटो शून्य प्राय छ। वन तथा हालिदिन कुनै घटनामा ज्यान गुमाउनु भएका महर्जन र पत्रकार सुरेश रजाका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमअनुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ। उहाँले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेट्नु भएको थियो। सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिनुभएको छ। चैत 15 गते राजवादीहरूको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परि रजकले ज्यान गुमाउनु भएको थियो। यो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताउनुभयो। उहाँले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उप कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएसम्म पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ, मेयर शाहले भन्नुभयो। राष्ट्रिय हालिदिन कुनै घटनामा ज्यान गुमाउनु भएका महर्जन र पत्रकार सुरेश रजाका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमअनुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ। उहाँले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेट्नु भएको थियो। सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिनुभएको छ। चैत 15 गते राजवादीहरूको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परि रजकले ज्यान गुमाउनु भएको थियो। यो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताउनुभयो। उहाँले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उप कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएसम्म पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ, मेयर शाहले भन्नुभयो। राष्ट्रिय हालिदिन कुनै घटनामा ज्यान गुमाउनु भएका महर्जन र पत्रकार सुरेश रजाका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमअनुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ। उहाँले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेट्नु भएको थियो। सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिनुभएको छ। चैत 15 गते राजवादीहरूको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परि